सबैमा नमस्कार। म सबैको तर्फबाट सब इन्टरटेनमेन्ट युट्युब च्यानल हेरेर बस्नुहुने सबैलाई स्वागत गर्दै आज फेरि एउटा फरक किसिमको एउटा भिडियो लिएर यहाँ उपस्थित भएको छु। धेरै टाढाको पनि होइन, यो आफ्नो गाउँठाउँ हो। आफ्नो गाउँठाउँमा बजिरहेको मौलिक पञ्चे बाजा, मौलिक नौमती बाजा मेरो मित्र रमेश पौडेलजीको फेसबुक एल्बमले यो भिडियो सबै सामु पुर्याउने हेतुले यहाँहरूमा सिकाइरहेको छु। ल यति मिठो बजाउन थाल्नु भइसकेको छ कि मेरो म जन्मेको ठाउँ, म हुर्केको ठाउँ, म खेलेको ठाउँ, म पढेको ठाउँ, म नाचेको ठाउँ, मैले गीत गाएको ठाउँ, मेरो ठुलीपोखरी कृष्ण नगरपालिका वडा नम्बर 12 ठुलीपोखरी मेरै गाउँ ठाउँका, मेरै टोलका मेरै दाजुभाइहरू, मेरो परिवार साथीहरूले चाहिँ यस्तो मिठो बाजा बजाउन थाल्नु मन छ अहिले। अरूभन्दा नि मलाई चाहिँ सबभन्दा मन परेको चाहिँ म कुनै पनि गीतहरू अथवा कुनै पनि नौमती बाजामा म आफै गीत गाएर पनि नाच्ने गर्छु। र मैले नाच्ने क्रममा चाहिँ मैले सबैभन्दा पहिलो ध्यान भनेको चाहिँ ढोलकीलाई हुन्छ। तर यो भाइले बजाएको ढोलकी चाहिँ मलाई एकदम मन पऱ्यो। अब म नेपाल आउँदाखेरि, अहिले त म बाहिर छु होइन, म अब नेपाल आउँदाखेरि पक्कै पनि यो भाइले बजाएको ढोलकीमा मलाई नाच्ने अवसर मिल्छ। र मलाई एकदम मन पऱ्यो कि यस्तो राम्रो ढोलकी हानेको छ भाइलाई। मैले सायद अन्त लामो समय बाहिर बसेको भएर पनि हुनसक्ला भाइलाई चाहिँ मैले त्यति राम्रोसँग चिन्न सकिनँ। सायद चिन्छु पनि होला, मैले नदेखेर पनि हुनसक्ला। सायद म उनी चाहिँ सानै थिएँ होला, म बाहिर बस्यो, 4-5 दिन बस्यो, त्यही कठाउँछ आफ्नो टेन्सनले गर्दाखेरि आफ्नो गाउँघरका भाइ बहिनीहरूलाई पनि चिन्न अलिक गाह्रो हुन्छ। किनकि हामी हिँड्ने बेला उनीहरू सानसानो पिक्चर थियो, कतिपय त जन्मिनु पनि थिएन, लगभग बाहिर हिँड्न थालेको पनि 20-22 वर्ष भइसक्यो। अनि कहाँ हो ठिक छ, मलाई अति राम्रो लाग्यो। यस्तैहरू चाहिँ आफ्नो मौलिक कलालाई, आफ्नो मौलिक संस्कृतिलाई, यो पञ्चबाजा नौमती बाजाहरूको हाम्रो संस्कृतिसँग जोडिएको छ, पहिचान छ, छुट्टै एउटा भिन्नता छ। यसलाई चाहिँ जोगाइराख्नुपर्छ। र कुनै दिन चाहिँ मैले ठुलीपोखरीमा एउटा कुनै संस्थाको नेतृत्व गर्दै गर्दाखेरि चाहिँ आफ्नै ठाउँमा हामीले चाहिँ यो नौमती बाजा पञ्चे बाजालाई चाहिँ जोगाएर राख्नुपर्छ भनेर पनि केही सङ्घर्ष गरिएको थियो। नभन्दै अहिले चाहिँ साथीहरूले गर्नुभएको छ, राम्रो गर्नुभएको रहेछ, राम्रो तरिकाले चाहिँ बजाउन सक्नुभएको रहेछ, अब्बल हुँदो रहेछ। कुनै जमानामा यस्तो पनि थियो कि हाम्रो एउटा के अरे ठुलीपोखरी, खौलाको मोर पानी, त्यसै गरी ठुलीपोखरी लगायतका के अरे नौमती बाजाहरू नेपाललाई नै टपेका थिए। नेपालको यो नौमती पञ्चे बाजा प्रतियोगिता हुन्छ, त्यो उसमा नै टपेका थिए। बिस्तारै यो चलन कस्तो आयो भनेदेखि म जस्ता युवाहरू अब आफ्नो खानु त पऱ्यो, त्यसैले मात्रै जानेन, त्यसैले मात्रै नजाने पछाडि आफ्नो गाउँघर, आफ्नो गाउँठाउँ छोडेर बाहिर हिँड्नुपर्ने अवस्था हुन्छ। बाहिर हिँड्ने क्रममा चाहिँ त्यसरी नै लोक हुँदै गयो। एक पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्ने वातावरण नै बन्यो। त्यो भएको कारणले गर्दाखेरि बिस्तारै लोक हुने गएको थियो। र अहिले मलाई यो सुनेर चाहिँ यो हाम्रो रमेश पौडेलजीको फेसबुकमा हेरेर मलाई एकदम खुसी लाग्यो। त्यसैले पनि मैले यो भिडियो चाहिँ यहाँनिर अपलोड नगरी रहनै सक्छु। किनकि यो सारा संसारले जति पनि हामी नेपालीहरू छौँ, नौमती पञ्चेबाजा प्रेमीहरू छौँ, आफ्नो मौलिक पञ्चेबाजाहरू, आफ्नो मौलिक इतिहास बोकेका कलाहरू जसलाई हामीले माया गर्छौँ, पक्कै पनि हामीले हेर्नै पर्ने हुन्छ, सुन्नै पर्ने हुन्छ। र यहाँहरूले सुनेर हेरेर राम्रो प्रतिक्रिया सहित च्यानललाई सब्सक्राइब गरिदिनु हुनेछ भन्ने म ठुलो आशा राख्छु।
जति पनि यहाँको साथ सपोर्ट सहयोग अवश्य पनि पाउँछु। हस् त।